हेलो युट्युब फ्रेन्ड होइन, आज चाहिँ मैले यहाँनिर सानो क्लिपको लागि बनाउँदैछु। यो चाहिँ अब कस्तो हुन्छ भने अब यो नेपालमा धेरै चुनावहरूको अहिले धेरै प्रचार हुँदैछ र यो चुनावहरू हुने क्रममा चाहिँ अब हाम्रो यो नेपालको दाजुभाइहरू सबै बाहिरतिर हुनुहुन्छ। यसको लागि चाहिँ अब यहाँ हाम्रो दाइहरू पनि हुनुहुन्छ, अब उहाँहरूको पनि घर फ्यामिलीहरू सबैको हुनुहुन्छ। अब त्यसमा चाहिँ अब भनौँ न, अब राजनीतिमा चाहिँ अब के कस्तो हुन्छ होइन, अब त्यसको लागि मैले यहाँ दाइहरूलाई सोध्दैछु। तपाईँहरूलाई अब मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला। अब त्यस्तै नराम्रो लागेमा अब कमेन्टमा भन्नु होला है त। अब म चाहिँ यहाँ सोध्छु एक दुईवटा प्रश्न, अब तपाईँहरूको पनि प्रश्न हो होइन, त्यही भएर एकचोटि चाहिँ म सोध्छु है त। अनि दाइ भोट केमा हाल्नुहुन्छ? भोटमा अब सबैले अब यो 10-15 वर्ष त एउटै राजनीतिमा बसेर सबैले एउटैले भोट दिँदाखेरि हजुर होइन, हो जस्तो नेपालको स्थिति छ हजुर यी हिसाबले हेर्दाखेरि हो जो पुरानो राजनीतिकले गर्दाखेरि हाम्रो पालामा हामीले केही गर्न पाएनौँ। हो मतलब हामीले जो दुःख झेल्यौँ, हो जो हामीले अहिले बच्चाहरूलाई पढाउनको लागि जो खर्च गरिरहेछौँ र अहिले जो हामीले पढ्दाखेरि जो सुविधा जो पाएनौँ, त्यो हुँदाखेरि अब जो पुरानो जो राजनीतिक छ उसलाई जडैबाट निकालेर फाल्ने कोसिस गरेको। तर अहिले जो जेनेरेसनमा जो नयाँ युवाहरू आउनुभएको छ राजनीतिमा, उसलाई भोट दिएर हाम्रो पालामा केही हुन सकेन। तर हाम्रो छोरा के भन्छन्, छोराको पछि जो मेरो अब के भन्छन् त्यसलाई नातिहरूको पालोमा केही हुन्छ कि भनेर अब हामी पनि त्यही उसमा युवाहरूको उसमा जुटमा लागेर नयाँ राजनीतिकमा भोट दिने कोसिस गर्दैछौँ हामीले। भने चाहिँ भोट यसपालि घन्टीमै जान्छ है क्या दाइ? मेरो तरफ मेरो घरबाट मेरो यहाँबाट अगर अनलाइनबाट साउदीबाट जति नेपाली दाजुभाइहरू छन् विदेशमा अनलाइनबाट चुनाव अनलाइनबाट दिन सक्छन् भनेपछि सबैले नेपाली युवाहरूले त्यसमा घन्टीमै भोट दिन सक्छन्। अगर अनलाइन गर्नुभयो भने नेपाल सरकारले मेरो तर्फबाट त के भन्छन् घन्टीमै हो, घन्टीमै हाल्नुहुन्छ है? अनि घर फ्यामिलीलाई पनि घन्टीमै हो? घन्टीमै हो। यो ढुक्क भयो, यो ढुक्कै हो मेरो। भनेपछि बालन शाहले पक्का जित्ने नै भयो। तर जित्ने कुरा अलग कुरा हो, तर के भन्छ बालन शाह नयाँ युवा हुनुहुन्छ होइन, अब केपी ओली सबैको पुरानो राजनीतिक हो, उनीहरूको पनि कोही खुफिया र नयाँ राजनीतिक होला, केही न केही चालबाजी गरेर जित्न सक्नु होला। तर हाम्रो जो नयाँ युवाकोहरूलाई यो सिक्नु पर्यो कि चालबाजीलाई कसरी हराएर आफू कसरी पराजित हुनु त्यो सोच्नु पर्यो। भनेपछि अब तपाईँको विचारमा होइन, अब सबैले अब